ठाडोकोशी गाउँको सिरानमा पुगेकी छु। लुरी हिँड्दैछु एक्लै। एक्लै हिँड्नुको पनि बेग्लै मजा छ। आफ्नो साथी आफै हुनु र आफैसँग कृतज्ञ हुनुको पनि छुट्टै आनन्द छ। हो, म आफैसँग अन्तरङ्ग कुरा गर्दै आफैले तय गरेको गतिमा हिँडिरहेकी छु। बारीमा झुलेका आलुका मुना, बाटो परिसरमा फुलेका भुइँफुल र पखेरामा फुलेका गुराँसका फुल देखेर गम खाँदैछु। पानी उही हो, माटो उही हो, सूर्यको प्रकाश उही हो। कार्बन, हाइड्रोजन, अक्सिजनदेखि नाइट्रोजन, फस्फोरस र पोटासियम, क्याल्सियम, म्याग्नेसियम, सल्फरदेखि क्लोरिनसम्म बिरुवाले उपभोग गर्ने खाद्य तत्त्व पनि उही नै हो। तर त्यही माटोले बाली बिरुवाका रचनामा यो तहको विविधता के गरी भरिदिँदो हो। धरतीलाई अविचल रचना गर्न केले उत्प्रेरित गर्दो हो। रुपौलो फाग दिन एउटा नियात्राकार भवानी खतिवडाको नियात्रा। यही नियात्राको प्रारम्भिक अनुच्छेद टिपेर आजको सुशेलीको यात्रा प्रारम्भ गरेको छु। यति बेला प्रविधि संयोजक नवराज भण्डारी अनि तपाईँको यात्राभरिको साथी म हेम भण्डारी हाजिर छौँ। यो यात्रामा पनि तपाईँलाई हामी उसै गरी हार्दिक स्वागत अनि अभिवादन गर्दछौँ। प्रणाम सगरमाथा नियात्राकार भवानी खतिवडाको नवीन नियात्रा कृति हो। आज यही कृतिलाई सन्दर्भमा राखेर नियात्राकार भवानी खतिवडासँग कुराकानी गर्न खोज्दैछु। आज साहित्यलाई हिमालको विषयसँग हामी जोड्दैछौँ। पर्यावरणीय सौन्दर्यमा हिमालको सौन्दर्यलाई यसरी भवानी खतिवडाले उठाउनु भएको छ र हिमाल लेख्नु भएको छ। यसपटकको नवीन कृतिमा उहाँले साहित्यमा हिमाल लेख्नु भएको छ। आज हामी यही विषयमा कुराकानी गर्दैछौँ नियात्राकार भवानी खतिवडासँग। स्वागत छ यहाँलाई। धन्यवाद। आराम हुनुहुन्छ? एकदम आराम छु। यहाँको असाध्य सुन्दर कृति भर्खरै सार्वजनिक भएको छ, प्रणाम सगरमाथा। अब यस प्रकृतिका कृतिहरू नेपाली साहित्यमा अत्यन्त कम लेखिएका छन्। यस अर्थमा पनि यहाँलाई सर्वप्रथम बधाई भन्नुपर्छ यति सुन्दर कृतिका लागि। र यसको पृष्ठभूमिमा नै जान मन लाग्यो मलाई। यो कृति रचनाको सन्दर्भ, यसको पृष्ठभूमिमा जाउन। धन्यवाद यहाँलाई। यो कृतिको रचना गर्वको कुरा गर्ने हो भने चाहिँ वास्तवमा म निजामती सेवामा कार्यरत कर्मचारी। मलाई कार्यरत रहिरहँदा नेपाल सरकारले पर्वतारोहण, हिमाल आरोहणको सन्दर्भमा त्यो हरेक टिममा एकजना पर्वतारोहण सम्पर्क अधिकृत खटाउने गर्छ। मलाई धेरै अगाडिदेखि एउटा चाहिँ ठुलो चाहिँ के भन्नु, त्यो अनुराग थियो सगरमाथाको आधार शिविरमा पुगौँ भन्ने। मैले सन् 2013मा त्यो पर्वतारोहण सम्पर्क अधिकृतको तालिम लिएँ। त्यो तालिम चाहिँ आफैले पैसा खर्च गरेर तिरेर लिनु पर्थ्यो। मैले त्यो तालिम किन लिएको भने त्यो तालिम नलिएको मान्छेलाई सरकारले खटाउँदैन। कुनै न कुनै दिन त अवसर पाउँला नि भन्ने ठानेर मैले त्यो तालिम लिएँ। लिइसकेपछि चाहिँ मैले यो जुन सरकारले मलाई खटायो, मलाई त्यो के भन्नु, त्यो मेरो जागिर कालकै एउटा गौरवमय एउटा चाहिँ दायित्व हो भन्ने मैले सम्झेँ। र मलाई त अर्को अनुराग थियो मेरो सगरमाथाको आधार शिविर टेक्ने। त्यसपछि मेरो टिम कहाँ छ त भनेर मैले चाहिँ सोधेँ। मलाई खटाउने संस्थाले मलाई, म त कृषि मन्त्रालयको अन्तर्गतको कर्मचारी, त्यो पर्यटन विभागले मलाई खटाउने हो। मलाई त्यहाँको धेरै जानकारी पनि थिएन। के भने अब अलिकति पर्वतारोहण सम्पर्क अधिकृतले गर्नुपर्ने दायित्वको बारेमा मैले तालिम लिएर जानकारी पाएको मात्रै थियो। अनि मेरो टिम कहाँ छ त भन्दा सगरमाथा आधार शिविर पुगिसकेको छ। सगरमाथा आधार शिविर भन्नु नै लोच्छे हिमाल समेतको आधार शिविर हो। म लोच्छे हिमाल आरोहण टिममा चाहिँ खटिएको सम्पर्क अधिकृत थिएँ। अनि मेरो टिम कहाँ छ भन्दा आधार शिविरमा पुग्यो अरे आरोहणको प्र्याक्टिसमा चाहिँ जुटिसकेको छ भनेर भनेपछि म खङ्ग्रङ्ग भएँ। मलाई के लाग्थ्यो भने म टिमसँग जान्छु, मेरा दायित्वहरू बाटामा पनि त हुन्छन् वहन गर्नुपर्ने। उनीहरूले चाहिँ प्रयोग गर्नलाई अनुमति नलिएका इन्स्ट्रुमेन्टहरू प्रयोग गर्न सक्छन् होइन। हिउँमा खेल्ने चाहिँ अनेक खेलहरू, क्यामेराहरू, कुन एउटा हुन्छ एउटा चाहिँ नियम पालना गर्नुपर्ने, त्यो पालना गर्यो कि गरेन भन्ने कुरा पनि हेर्नुपर्ने हाम्रो ड्युटी हुन्थ्यो। तर भयो के भने आधार शिविर पुगिसकेपछि म चाहिँ खटिएँ। र यहाँबाट मलाई चाहिँ एउटा चाहिँ के भन्नु, अब समयले पनि मसँग एउटा चाहिँ त्यो सौभाग्य पनि होला त एकल यात्रा गर भनेको होला जस्तो लाग्यो।
त्यसपछि म यहाँदेखि आधार शिविर मेरो एकल यात्रा रह्यो र त्यो सन्दर्भमा मैले जे अनुभूत गरेँ त्यो शेर्पा संस्कृति, हिमाली जीवन, हिमाली प्रकृति, त्यहाँ चाहिँ जोक्पेर भरिएका कथाहरू, त्यसपछि त्यहाँका चाहिँ अब के भनौँ त्यहाँका पशु वस्तुहरू, त्यहाँको कृषि जीवन, यी सारा चिज हेर्दै 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 जब म त्यो ठाउँमा पुगेँ, त्यो 3 पासहरू गरेँ, मलाई के लाग्यो भने फर्केर आउने बेलामा पनि मलाई हरेक पल म बिहान उठेर एकचोटि भावुक हुन्थेँ यो ठाउँमा फेरि म कहिले आइपुगौँला र। ओहो, मलाई जीवनमा मेरा पिता पुर्खा कसैले पनि नटेकेको ठाउँमा म एउटा भाग्यले आइपुगेँ। अब भन्दै म धन्य हुँदै मेरा हरेक पैतालाले मैले धन्य भावले मैले त्यो धरतीलाई छोएर फर्किएको हुँ र म त्यही भक्ति, त्यही श्रद्धा मैले यो पुस्तकमा लेख्ने जमर्को गरेँ। अब बाँकी त पाठकहरूले नै भन्नुहुनेछ। खटाइएका त्यस्ता सम्पर्क अधिकृतहरू त धेरै जानुभएको छ, खटाइनु भएको छ, अहिले पनि गइरहनु भएको छ। यस प्रकृतिको कृति लिएर आउने त थोरै छन्, त्यसमध्ये यहाँ पनि पर्नुभयो र यहाँले नियात्रा लेख्दै जाँदा भित्री सन्दर्भमा ती कुराहरू पनि उद्घाटन गर्नुभएको छ। हिमाल चाहिँ वास्तवमा के रहेछ? हिउँ हो कि, उचाइ हो कि, त्यहाँको जनजीवन हो कि, हाम्रो संस्कृति हो कि, अथवा त्यो आरोहण गर्ने भित्री इच्छा हो कि, त्यसको दर्शन हो कि? हिमाल चाहिँ सभ्यताको एउटा चाहिँ सभ्यताको पनि जननी हो जस्तो लाग्छ मलाई। धार्मिक हिसाबले हेर्नुहुन्छ भने यो धरतीको सबै धर्म, सबै सम्प्रदाय, सबै आस्था बोकेको मान्छेहरूको पनि लागि पनि तिनीहरूको पनि तीर्थ हो। यस हिसाबले भन्नुहुन्छ भने हिमाल दर्शनहरूको पनि दर्शन हो। अब त्यही हिमालकै चाहिँ सेवकहरूको, शेर्पाहरूको कुरा गर्ने हो भने शेर्पाहरूले के भन्नुहुन्छ भने हिमाल हाम्रो चाहिँ देवताकी पनि आमा हुन्, हामीले पुज्नुपर्ने देवताहरूकी पनि आमा हुन् हिमाल। यस कारणले हामीले हिमाल आरोहणलाई एउटा बाध्यताले हामीले आरोहण गर्नुपर्ने हुन्छ। तर हिमाल कुल्चनु हाम्रो धर्म विरुद्धको कुरा हो। र हजुरलाई भनौँ, मैले त्यहाँ जे जति आरोही शेर्पाहरू भेटेँ, उहाँहरूसँग अन्तरङ्ग गर्ने सन्दर्भमा शेर्पाहरू के भन्नुहुन्छ भने उहाँहरू सर्वप्रथम घरमा क्षमा पूजा गर्नुहुन्छ, त्यसपछि गुम्बामा गर्नुहुन्छ। आफूले मान्दै आएको, पूजा गर्दै आएको गुम्बामा पनि क्षमा पूजा गर्नुहुन्छ। हे हिमाल, हे देवी, हामी चाहिँ बाँच्नुको खातिर, हामी जीविकोपार्जनको खातिर तिम्रो शिरमा कुल्चन बाध्य हुँदैछौँ, हामी तिम्रो शिरमा कुल्चन आउँदैछौँ, आरोहण गर्न बाध्य हुँदैछौँ। यस कारणले क्षमा गर है, हाम्रा पाइलाले तिम्रो शिर कुल्चनुको लागि त्यो अपराधको क्षमा गर है देवी। हामी बाँच्नुको खातिर, जीवनयापनको खातिर तिम्रो शिर कुल्चन आउँदैछौँ। यसरी क्षमा पूजा गरेर शेर्पाहरू चाहिँ हिमाल चढ्छन्। यस कारणले हिमाल मलाई के लाग्यो भने जब म हिमालको चाहिँ पाउमा पुगेँ, म त हरेक क्षण त्यहाँ नतमस्तक, म चाहिँ त्यो एउटा यस्तो भावना उर्लिन्छ। हजुर पनि त्यहाँ पुग्नुभयो अथवा जो कोही पुग्नुभयो भने त्यही यस्तो भावना उर्लिन्छ कि जीवन बोधले त्यो चाहिँ लोभ, मोह, काम, क्रोध, अहङ्कार, त्यस्ता चिजहरू त सबै विलय भएर जान्छ। वास्तवमा चित्त शुद्ध होस्, बोली बुद्ध होस्, यो त हामीले यहाँ महसुस गर्नेहरूले ध्यान गरेर त्यो महसुस गर्नु होला। तर हिमालमा टेक्ने, हिमालको सानिध्यमा बस्ने हरेकको चित्त त्यहाँ गएपछि यसरी पखालिन्छ कि मानौ अब त्यसको त कुरै छोडिदिउँ। त्यस कारणले मलाई के लाग्छ भने हिमाल सभ्यता, संस्कृति, सबै कुराको एउटा चाहिँ यस्तो रहस्यमय उचाइ हो, हिमाल बुझ्न धेरै कठिन छ। अब हाम्रा कतिपय दर्शनहरूमा लेखिएका छन्, पौराणिककालीन समाजलाई हेऱ्यौँ अथवा अझै वैदिककालीन सभ्यता समाजहरूलाई पनि हामीले हेऱ्यौँ र कतिपय मानिसहरूले दिएका अभिव्यक्ति र अनुभूत गरेका कुराहरूलाई हामीले हेऱ्यौँ भने जति जति मान्छे उचाइमा जान्छ त्यति त्यति शान्त भावधारणा यहाँले पनि त्यो अनुभूत गर्नुभयो। र जति जति मान्छे तल तल जान्छ र दक्षिणतिर जान्छ त्यति त्यति चाहिँ क्रोधी हुँदै जान्छ, राक्षसी प्रवृत्ति धारण गर्छ भनिन्छ नि। यो खालको अनुभूति भयो यहाँलाई? एकदमै वास्तवमा त्यो उचाइ भन्नु चाहिँ भौतिक उचाइ मात्रै होइन रहेछ। उचाइ भन्ने चिज चाहिँ म धेरैचोटि उचाइहरूमा गएँ। मैले तिलिचो थोराङ पनि मैले पास गरेँ। त्यो थोराङको अन्तिम उचाइ 5416 मिटरको उचाइमा उभिँदाखेरिको भवानी खतिवडा म थिइनँ, म अहिलेको भवानी खतिवडा थिइनँ जस्तो लाग्छ मलाई होइन। त्यस कारणले हरेक व्यक्तिले त्यो उचाइप्रति लेख्नु भएको, उहाँहरूले अभिव्यक्त गरेको चिजहरू पनि मसँगै समानुभूतिमा चाहिँ मैले महसुस गर्छु। त म त्यहाँ पुगेँ, त्यस कारणले म समानुभूतिमा छु। जो पुग्नुहुन्छ उहाँहरू त्यो समानुभूतिमा पुग्नुहुन्छ जस्तो लाग्छ।
र मैले जसले यो हिमाल जसले लेख्नु भएको छ त्यो उचाइको उच्चतम बिन्दुमा उभिएर त्यो चाहिँ उभिँदाको त्यो आनन्दको त्यो प्राप्ति छ, त्यो प्राप्ति चाहिँ मेरै हो जस्तो मलाई अहिले चाहिँ मलाई महसुस हुन्छ। अब हिमालहरू जहाँ क्रमशः हिउँ घट्दै गएर कुरूप बन्दैछन् भन्ने सुनिन्छ। यहाँले प्रत्यक्ष दर्शन गरेर आउनुभयो त्यहाँको संस्कृति, त्यहाँको जनजीवन, त्यहाँको हिउँ, त्यहाँका मानिसहरू, त्यहाँका समग्र पक्षलाई सूक्ष्म रूपमा यहाँले अवलोकन मात्रै गर्नु भएन, ती कुराको अभिव्यक्ति हामी प्रणाम सगरमाथा कृतिमा पाउँछौँ। साहित्यमा पनि त्यो लेखिएको छ र यहाँले त्यो दस्तावेज हामीलाई दिइसक्नु भएको छ। तथापि त्यो घट्दै गएको हिउँको अवस्था अथवा त्यो जलवायु परिवर्तनका कारणले गर्दा जुन सङ्कट निम्तिएको छ त्यो सङ्कटलाई चाहिँ यहाँले कसरी अनुरोध गर्नुभयो? अब कस्तो छ भन्नुहुन्छ भने हिमालको हिउँको ग्लेसियरको अध्येताहरूले अनवरत रूपमा विश्वमा एउटा वातावरणको क्षेत्रमा चाहिँ चिन्ता गर्ने चाहिँ विद्वानहरूले पनि भनिरहनु भएको छ यो दुनियाँमा पर्यावरणमाथि खलल पुग्नुको सबैभन्दा चाहिँ संवेदनशील चाहिँ त्यो जुन हुन्छ नि सङ्केतहरू अभिव्यक्त गर्छन् सर्वप्रथम हिमालले। हिमाल अत्यन्त कोमल चिज हो। हिउँ भन्ने चिज यति कोमल चिज हो जो नौनी भन्दा पनि कोमल चिज हो हिउँ। यस कारणले वातावरणविदहरूले भनिरहेका छन् हिमालमा हामीले देखिरहेका छौँ। गत वर्ष एउटा कुनै हिमताल फुट्यो र थामेलाई चाहिँ एउटा आतङ्कको रूपमा एउटा तहसनस बनाएर थामेको केही भूभागहरू तहसनस बनाएर गयो है। इम्जा ताल त्यसै गरी तीव्रतम रूपमा फुटिरहेको छ अवस्था छ, फैलिरहेको अवस्था छ, बढिरहेको अस्वाभाविक ढङ्गले हाम्रा चाहिँ हिमाली क्षेत्रका तालहरू पोखरीहरू यति अस्वाभाविक ढङ्गले बढिरहेको अवस्था छ। हजुरले देखिहाल्नुभयो 72 को भूकम्पमा लाङटाङको अवस्था के भयो। 550 मान्छे एउटै चियान भएर गाउँ पनि छैन, घर पनि छैन, एक निमेषको भरमा एउटा सिधै बगरमा परिणत भएको छ। यो के हो भन्दा हाम्रा तालहरू चाहिँ हिमतालहरू चाहिँ हिउँ अस्वाभाविक रूपमा पग्लिने, हिमतालहरूको जन्म हुने, ती हिमतालहरू अस्वाभाविक रूपमा फैलने र तिनीहरू पनि समयक्रममा फुट्ने र तहसनस हुने। यो त भयो देखिने कुरा। अब नदेखिने कुराको हजुरलाई अर्को महसुस गर्ने कुराको म एउटा दृष्टान्त भन्छु। मैले सगरमाथा आधार शिविर क्षेत्रमा जाँदा एउटा गुरु पुस्तक बोकेर गएको थिएँ। मैले चाहिँ मेरो चाहिँ पथ प्रदर्शक प्रतीक ढकालको सगरमाथाको आधार शिविरबाट म त्यो पुस्तक बोकेर हिँडेको हुँ र त्यो पुस्तकले मलाई जहाँ जहाँ गयो त्यो पुस्तक घुम्दै म त्यो पुस्तकलाई पछ्याउँदै म घुमेर आएको हुँ। त्यो सन्दर्भमा उहाँले फेरिचे भन्ने ठाउँमा त्यो सगरमाथाको आधार शिविर जाँदा बाटोमा भेटिन्छ फेरिचे। उहाँले फेरिचेको सन्दर्भमा के लेख्नु भएको छ भने नाम्चे भन्दा मास्तिर लागेपछि सबैभन्दा ठुलो बस्ती बसाउन सकिने विशाल पाटन रहेछ फेरिचेसँग। कति ठुलो चाहिँ फैलावट रहेछ फेरिचेको भनेर उहाँले फेरिचेको फोटो पनि राख्नु भएको छ आफ्नो पुस्तकमा र त्यो फेरिचे खण्डको विशाल पाटन छ भनेर लेख्नु भएको छ। तर जब म पुगेँ म पुग्दाखेरिको उहाँ 66 सालमा पुगेको फेरिचे हो र म चाहिँ 78 सालमा पुगेको फेरिचे पुग्दा मैले के देखेँ भने त्यहाँ विशाल पाटन पनि छैन, त्यो बस्ती फैलाउन सक्ने ठाउँ पनि छैन। त्यसपछि मैले त्यहाँका स्थानीय शेर्पालाई सोधेँ, ए बा यहाँ त ठुलो चौरी छ भनेर लेखेका रहेछन् एकजना दाइले लेखेको किताब बोकेर आएको म त यहाँ त ठुलो जत्रो पनि बस्ती बसाउन मिल्ने चाहिँ सहर बसाउन मिल्ने लेख्नु भएको छ, यहाँ त छैन त बा भने। नानी म त्यही चौरमा खेलेर हुर्केको, त्यही चौरमा मैले चाहिँ चौरी चराएर हुर्केको मान्छे हो म नानी। हिम नदी यति नमिठो ढङ्गले रिसियो कि नानी त्यो चौरलाई खाइदियो। अहिले त त्यहाँ भन्नुहुन्छ भने यति डरलाग्दो उथल पुथल छ हिम नदीको, ग्लेसियरले उबड खाबड त्यहाँ ठुला ठुला ढिस्का गहिरा त्यो अवस्थामा त्यसरी चाहिँ एउटा धरतीको संरचना स्वरूप नै बिग्रिएर अर्कै स्वरूपमा परिणत हुनु भनेको के हो भने हामीले वातावरणमाथि गरेको ज्यादतीको चाहिँ त्यो दुखाइ धरतीले त्यहाँ देखाइरहेकी छन्। त्यो चिज चाहिँ हामीले यो चिज त्यो देखेपछि लाग्छ चिन्ता। वास्तवमा त्यो चिन्ता गर्नेहरूलाई चिन्ता लाग्ने हो, नगर्नेलाई त के भनौँ र होइन। तर यसरी चाहिँ त्यो हाम्रै चाहिँ हिमाली क्षेत्रको हाम्रै सोलुखुम्बु मात्रै गएर हेर्ने हो भने पनि यसरी परिवर्तन भएछ कि मलाई त वास्तवमा धेरै पीडा भयो। त्यो पीडाहरू पनि मैले यहाँ अभिव्यक्त गरेको छु, मैले यो पुस्तकमा लेखेको छु। सुशीलीको शैली रचनाका क्रममा आज नियात्राकार भवानी खतिवडा हुनुहुन्छ। सन्दर्भमा उहाँको नवीन नियात्रा कृति प्रणाम सगरमाथा पनि छ। यही कृतिलाई पृष्ठभूमिमा राखेर हामी साहित्यमा हिमालको कुरा गर्दैछौँ।
साहित्यमा हिमाल लेखनको सन्दर्भ उठान गर्दैछौँ। त्यो देखेपछि लाग्छ चिन्ता। वास्तवमा त्यो चिन्ता गर्नेहरूलाई चिन्ता लाग्ने हो, नगर्नेलाई त के भनौँ र होइन। तर यसरी चाहिँ त्यो हाम्रै चाहिँ हिमाली क्षेत्रको हाम्रै सोलुखुम्बु मात्रै गएर हेर्ने हो भने पनि यसरी परिवर्तन भएछ कि मलाई त वास्तवमा धेरै पीडा भयो। त्यो पीडाहरू पनि मैले यहाँ अभिव्यक्त गरेको छु, मैले यो पुस्तकमा लेखेको छु। अब यो सौन्दर्य भन्ने कुरा चाहिँ हेर्ने हो, त्यसलाई अनुभूत गर्ने हो, तर छुने होइन पनि भनिएको छ। हजुर। अब हिमालमा मान्छेहरू चढिराखेका छन् नि त। हजुर। हिमाल यहाँले अघि भन्नुभयो, हिमाल भनेको वास्तवमै कोमल कुरा हो र त्यो परिवर्तन पनि छिटो छिटो देखिने त त्यही हिमाली इलाकामा रहेछ नि। जुन कुरा प्रतीक दाइले लेख्नुभयो, पछि यहाँ गएर खोज्दा त्यो चौर पाउनु भएन। हजुर। अब हामीले त त्यहाँ चढ्नका लागि खुल्ला गरेका छौँ, आरोहीहरूलाई हामीले खुल्ला गरिदिएका छौँ। उहाँहरू जानुहुन्छ, सारा मान्छे जान्छन्, त्यहाँ चढ्छन्, हिउँ हेर्छन्, खेल्छन्, आदि इत्यादि गर्छन्। त्यस कारणले पनि ती सङ्कटहरूलाई चाहिँ सहायता गरिराखेको हो कि त्यतातिर ध्यान दिनुपर्ने होइन र हामीले? त्यो चाहिँ अवश्य पनि हो। मैले अघि नै हजुरलाई भने नि, लियाजन अफिसरको ड्युटी के हो? यहाँबाट के लिएर गयो विदेशीले? टिनका डिब्बामा उसले जुस बोकेको हुनसक्छ। त्यो सबै डिब्बा फर्काएर ल्यायो त? त्यो आरोहीसँग त्यो लियाजो अफिसर सँगै हिँडेको छ त? कतिवटा डिब्बा लिएर गयो? 500वटा लगो। 500वटाको त्यो चाहिँ बट्टा बोके, त्यो खाली बट्टा बोकेर फर्कियो त? त्यस्तो चिजहरू हेर्न पर्ने। अर्को कुरा चाहिँ के हो भने मलाई के लाग्छ भने आरोहणमा एउटा चाहिँ नियम पनि अलि निश्चित अहिले पनि के भनिन्छ भने सगरमाथामा 400वटा लासहरू छन्। सम्झनुहोस् त, 400वटा लास बोकेर हाम्रो तिनीहरूलाई सङ्कलन गर्न सकिएको छैन। कसरी सक्ने? त्यसको पनि होला नि त एउटा के हो होइन, कसरी व्यवस्थापन गर्न सक्ने होला। अथवा चढ्नलाई पनि जसले पायो उसले चाहिँ अब काठमाडौँमा जाम भयो जस्तै गरी सगरमाथामा पनि ट्राफिक जाम हुने गरी सगरमाथा चढाउने कि नचढाउने होइन। यस्तो चिजहरूमा सरकारले चाहिँ एउटा चाहिँ के भन्नु, अब धेरै सोच विचार गरेर, धेरै अध्ययन गरेर एउटा खालको हाम्रो चाहिँ नेतृत्वहरूले चाहिँ दूरगामी दृष्टि नराखेको हो कि लापरवाही पो गरेको हो कि हाम्रा हिमालहरूमाथि 400वटा लास बोकेर हाम्रो सगरमाथा उभिन बाध्य छ। सम्झनुहोस् त, यो दुःखको कुरा हो नि। अब यसरी हेर्दा प्रणाम सगरमाथा चाहिँ जस्तो किसिमको पर्यावरणमा असर परिरहेको छ त्यसका विरुद्ध उठाइएको प्रतिरोधी आवाज पनि हो, त्यसरी पनि बुझ्न सकिन्छ। एकदमै हो। त्यसको विरुद्ध उठाएको आवाज भन्दाखेरि पनि हामीले वर्तमान समाजलाई चाहिँ के विषयमा चाहिँ झकझकाउनु पर्ने हो होइन। अबको युवा पुस्ता हो, अबको भविष्य भनेको युवा पुस्ता हो। युवा पुस्ताले आफ्नो देशलाई कसरी बुझ्ने, हाम्रा हिमालहरूलाई कसरी बुझ्ने, यो धरतीमै कसैसँग पनि हार्न नपर्ने चिज हामीसँग यतिका हिमाल छन्। 1792वटा हिमाल छ क्या हामीसँग। हेर्नु न, 5800 मिटर उचाइभन्दा माथिका मात्रै हिमाललाई हामीले आधार मानेको छ नेपाल सरकारले। त्यसको आधारमा गन्ने हो भने 1792वटा हिमाल भएका देशका नागरिक हौँ हामी। त्यति सम्पन्न छौँ। जापानले 3776 मिटर उचाइको फुजिसान भन्छ उसले, 3776। सम्झनुहोस्, हामी 5100-5200को उचाइमा त हाम्रा त स्थायी मानव बस्ती छन्। हामी यति सम्पन्न देशका नागरिक हौँ। हामी चाहिँ प्राकृतिक वैभवले भन्नु छ भने त यो धरतीमै दुर्लभ एउटा चाहिँ के भन्नु, अतुल्य, अरू कसैसँग पनि तुलना नहुने, गर्न नसकिने त्यो उचाइको राष्ट्रका सन्तान हौँ हामी। हामीले अब कहाँ के चाहिँ ठाउँमा मात्रै व्यवस्थापन गर्नुपर्ने र सचेत हुनुपर्ने कुरा छ। त्यो चिजमा चाहिँ हामीले ध्यान दिनुपर्छ है भन्ने कुराको एउटा चाहिँ मेरो चेतनाले भ्याएसम्मको सार पनि हो प्रणाम सगरमाथा। मानिसले सौन्दर्यको रसपान गर्ने इच्छा, त्यो अभिलाषा जागृति भएपछि त्यस बाटामा अग्रसर पनि हुन्छ। अब हिमालको सौन्दर्यको रसपान गरेर यहाँ फर्किनु भयो, यति सुन्दर कृति पनि आयो। हिमाल चढिन्छ एउटा खेल जस्तो पनि, साहसिक खेल जस्तो पनि। फेरि किन चढेका होलान् अर्को एउटा प्रश्न पनि छ, नचढे हुँदैन र भन्ने जस्तो पनि वरैबाट हेर्नुपर्ने हो। अनि यस्ता खालका खेलहरू, यस्ता खालका अप्ठ्याराहरू र त्यो जोखिमका कार्यमा किन प्रवृत्त हुँदो रहेछ मानिस? यहाँ त त्यहाँको जनजीवनसँग पनि भिज्नुभयो। धेरै मान्छेहरूलाई यहाँले पटक पटक आफ्ना जिज्ञासाहरू राख्दै ती जिज्ञासा मेटाउने क्रममा निकै सूक्ष्म भित्री गहिराइमा प्रवेश गरेर ती कुराहरू बुझ्नुभयो। मान्छे यो किन चाहन्छ? सौन्दर्यको रसपान त वरैबाट पनि त गर्न सकिन्छ। हाम्रा पूर्वजहरूले के भने दूरस्था पर्वता रम्या भने। पर्वतहरूलाई टाढाबाट हेर्दा नै रमणीय हुन्छन् पर्वतहरू। टाढैबाट हेर
र आनन्द ल्याऊ भने। वर्तमान युगका मानिसहरूले के भने त्यो साहसिक जीवन बाँच्नुलाई पनि उनीहरूले एउटा चाहिँ आनन्दको रूपमा महसुस गर्ने चाहिँ विचार गरे मान्छेहरूले होइन। जर्ज लिह म्यालोरीले जस्तो मान्छेले सगरमाथामा अनेकौँ पटकको आरोहणको प्रयास गरेर अन्तिममा सगरमाथामै जीवन बिसाए, त्यो पनि कुरा नगरौँ। एकजना जापानिज एकजना नाम त मैले बिर्सेँ अहिले, मलाई ठ्याक्कै एक्का भएन। उनले 7औं पटकसम्मको आरोहण गरेर चाहिँ हार्न आफूलाई चाहिँ सगरमाथा आरोहणमा 8औं पटकको प्रयासपछि उनले सगरमाथामै जीवन बिसाए, उनी मरे। तर उनी 7औं पटकसम्मको आरोहणको क्रममा उनको के थियो भने दुवै हातका यो पहिलो आँखलाभन्दा मास्तिर कुनै पनि औँला बाँकी थिएन। मान्छेको तृष्णा कस्तो हो भन्नु न, कस्तो चाहिँ तिर्सना होला उनलाई, जबकि समात्ने हातै बाँकी छैन के उनको। औँलै हो नि त मान्छेलाई अलिकति बल गरेर समात्ने, उनको औँलाहरू कुनै पनि औँलाको पहिलो आँखलाभन्दा मास्तिर औँलै थिएन, खाइसक्यो हिउँले। तर उनी सगरमाथा चढ्न चाहन्छन् र 8औं पटकको प्रयासमा उनी सगरमाथामै मरे। यस्तो खालको साहसिक खेल त मान्छे खेलिरहेछ। हजुर। त्यसै क्रममा चाहिँ अब प्रकृति विनाशका श्रृङ्खला सिलसिलाहरूलाई सहयोग पनि गरिराखेको पनि देखिन्छ। तर हामी कहाँ चाहिँ हाम्रो जनजीवनसँग, त्यहाँको जनजीवनको उत्पादनको सम्बन्धसँग पनि हिमाल चाहिँ जोडियो एकातिर। हजुर। राष्ट्रको पनि आम्दानीको एउटा स्रोतका रूपमा पर्यटन व्यवसायलाई पनि यसले जोड्यो। त्यस हिसाबमा चाहिँ यो फेरि महत्त्वपूर्णै मान्नु पर्यो। हजुर हजुर। हामीले चाहिँ होइन यस्तो हो, हामीले चाहिँ नजानेको, तर शेर्पा संस्कृतिले चाहिँ के गर्छ भने जो हिमाली जीवनमा बसेको मानव सभ्यता छ नि, त्यो सभ्यताले के गर्छ भने चुली थुम्कालाई पूजा गर्छ। हेर्नुहोस्, जहाँ कठिन भिर छ त्यहीँ लगेर शेर्पाले लुङ्ता लाएको छ के, किनभने ऊ प्रकृतिको पूजक हो। उसले पानीलाई पनि पूजा गर्छ, ढुङ्गालाई पनि पूजा गर्छ, पहाडलाई पनि पूजा गर्छ, हिमाललाई पनि पूजा गर्छ। कारण हिमाल हाम्रो प्राणदायिनी एउटा चाहिँ ईश्वर हुन् हिमालहरू, त्यहीँबाट झर्छ। हामीले जिउने सर्वप्रथम पानीको स्रोत, पानी त त्यहीँबाट हिमालले नै पठाएर खाएको नि। हामी पनि सगरमाथाकै पानी खाएर बाँचिरहेछौँ। हजुर, हामी सम्झनुहोस् त, सगरमाथाबाटै रसाएर आएको पानी खाएर त बाँचेका छौँ नि हामी। यस कारणले प्रकृति पूजकहरूको कुरा अर्कै हो। बोन धर्म छ, बौद्ध दर्शन छ, बौद्ध दर्शनभित्रको पनि बोन छ, जसले प्रकृतिलाई पूजा गर्छ, प्रकृति नै ईश्वर मान्छ, प्रकृतिलाई नै पूजा गर्छ। हाम्रो हिन्दू परम्परा, हाम्रो पूर्वीय दर्शनले पनि प्रकृतिको पूजा गर। किन खोला नदीका किनारमा मन्दिरहरू बने? खोला नदीलाई फोहोर नबनाउनको लागि। हेर्नुहोस् त बागमतीको दुर्दशा, कहाँ पुग्दैछौँ हामी? पशुपतिमा घन्टी बजाउँछौँ, मुनतिर आएर प्याच्च फोहोर पारेर हिँडेका छौँ। यो खालको यो चाहिँ सभ्यताबाट उठेको मान्छे हामी हुँदै होइन। यसको विपरीत जब गर्न थाल्यौँ हामीले हिमाललाई असर पुर्याउँ, हो हिमाल काला हुँदै गएका छन्। उत्तरतर्फ निलो आकाशमा हार लागेर उठेका हिमाल देखिए। सगरमाथादेखि चोयुसम्म, हेन्जोला, हुलुकपिङ, क्याजोरी, फारिलाप्चा हिमालदेखि गोक्योको पठारसम्म तहै तह भएर बसेका धरतीका पत्र, पोखरी र ससाना दहको भव्य संयोजन आँखाभरि छायो। अलौकिक दृश्य देख्न पाएको र रेन्जोला टेक्न पाएको खुसीले मन फुलेल भयो, मुटु ढक्क फुल्यो, आँखामा आँसु उम्रिए। आँसु बग्नुको पनि यति आनन्द मिल्छ भन्ने सोचेकै थिइनँ। आँसु बग्नुको पनि यति आनन्द मिल्छ भन्ने सोचेकै थिइनँ। नियात्राको यही प्रसङ्ग सन्दर्भ र बान्कीमा आइपुगेपछि यो एक डेगलाई मैले यत्तिमै थामेको छु। हामीले आज नियात्राकार भवानी खतिवडासँग कुराकानी गऱ्यौँ। सन्दर्भमा उहाँको नवीन नियात्रा कृति प्रणाम सगरमाथालाई राखेका थियौँ। उहाँसँगको कुराकानीको क्रम टुङ्गिएको छैन। आगामी साता पनि हामीसँग नियात्राकार भवानी खतिवडा रहनुहुनेछ। मलाई यात्राभरि साथ दिनुहुने प्रविधि संयोजक नवराज भण्डारीलाई धेरै धेरै धन्यवाद भन्दछु। हुन्छ, आगामी शैलीमा भेट्ने बाचा गर्दै अब भने तपाईँको यात्राभरिको साथी म हेम भण्डारी पनि किनारा लाग्छु है त। म दुध पोखरीको तटमा उभिएर चोयुको सौन्दर्य नियाल्दैछु चोयुको अपूर्व धुरीलाई। चोयुका कोमल अङ्गहरूलाई हिमालहरू कसैले थाप्लामाथिको उचाइ नापेर यति 1000 मिटर अग्लो भने चाहिँ भौतिक कुरा मात्रै कदापि होइनन्। हिमालहरू न अङ्कमा लेखिन सक्छन्, न अक्षरमा अटाउन सक्छन्। हिमाल त पढेरै नसकिने आदिम रहस्य हुन्, जानेरै नसकिने कल्पनातीत रचना हुन्, दर्शनका पनि महागुरु हुन्। जानेरै नसकिने कल्पनातीत रचना हुन्, दर्शनका पनि महागुरु हुन्। नियात्राकार भवानी खतिवडाको गोक्योरीको चुलीबाट नियात्राको एउटा अंश टिपेर
आजको सुशीलीको ढोका उघारेको छु। यति बेला प्रविधि संयोजक नवराज भण्डारी अनि तपाईँको यात्राभरिको साथी म हेम भण्डारी हाजिर छौँ। यो यात्रामा पनि तपाईँलाई हामी उसै गरी हार्दिक स्वागत अनि अभिवादन गर्दछौँ। सुशीलीको आजको शैलीमा हामी गत श्रृङ्खलाको निरन्तरता हिँड्न खोज्दैछौँ। गत श्रृङ्खलामा हामी नियात्राकार भवानी खतिवडासँग बसेका थियौँ। सन्दर्भमा हामीले उहाँको नवीन नियात्राकृति प्रणाम सगरमाथालाई राखेका थियौँ। आज त्यसैको निरन्तरतामा छौँ हामी। आज पनि हामीसँग नियात्राकार भवानी खतिवडा हुनुहुन्छ। उहाँको नियात्राकृति प्रणाम सगरमाथा पनि छ अनि हामी साहित्यमा हिमालको सन्दर्भ उठान गर्दैछौँ। जो हिमाली जीवनमा बसेको मानव सभ्यता छ नि, त्यो सभ्यताले के गर्छ भने चुली थुम्कालाई पूजा गर्छ। हेर्नुहोस्, जहाँ कठिन भिर छ त्यहीँ लगेर शेर्पाले लुङ्ता लाएको छ के, किनभने ऊ प्रकृतिको पूजक हो। उसले पानीलाई पनि पूजा गर्छ, ढुङ्गालाई पनि पूजा गर्छ, पहाडलाई पनि पूजा गर्छ, हिमाललाई पनि पूजा गर्छ। कारण हिमाल हाम्रो प्राणदायिनी एउटा चाहिँ ईश्वर हुन् हिमालहरू। त्यहीँबाट झर्छ। हामीले जिउने सर्वप्रथम पानीको स्रोत, पानी त त्यहीँबाट हिमालले नै पठाएर खाएको नि। हामी पनि सगरमाथाकै पानी खाएर बाँचिरहेछौँ। हजुर, हामी सम्झनुहोस् त, सगरमाथाबाटै रसाएर आएको पानी खाएर त बाँचेका छौँ नि हामी। यस कारणले प्रकृति पूजकहरूको कुरा अर्कै हो। बोन धर्म छ, बौद्ध दर्शन छ। बौद्ध दर्शनभित्रको पनि बोन छ, जसले प्रकृतिलाई पूजा गर्छ। प्रकृति नै ईश्वर मान्छ, प्रकृतिलाई नै पूजा गर्छ। हाम्रो हिन्दू परम्परा, हाम्रो पूर्वीय दर्शनले पनि प्रकृतिको पूजा गर। किन खोला नदीका किनारमा मन्दिरहरू बने? खोला नदीलाई फोहोर नबनाउनको लागि। हेर्नुहोस् त, बागमतीको दुर्दशा कहाँ पुग्दैछौँ हामी। पशुपतिमा घन्टी बजाउँछौँ, मुनतिर आएर प्याच्च फोहोर पारेर हिँडेका छौँ। यो खालको यो चाहिँ सभ्यताबाट उठेको मान्छे हामी हुँदै होइन। यसको विपरीत जब गर्न थाल्यौँ, हामीले हिमाललाई असर पुर्यायौँ। हो, हिमाल काला हुँदै गएका छन्। ग्लेसियर उथल पुथल हुन थालेको छ। भन्नुहुन्छ भने त्यहाँ हिँड्दा हिँड्दै चाहिँ बाटो भाँसिने, हिँड्दा हिँड्दै चाहिँ हिमताल, एउटा चाहिँ पोखरीहरू जन्मिने, हिँड्दा हिँड्दै भाका पोखरीहरू क्वाप्प फेरि धरतीले नै निल्ने खालको त्यो खालको विचित्र लीला त म आफैले हेरेर आएको। यहाँले त्यहाँको जनजीवन पनि अध्ययन गर्नुभयो। एकातिर हिमालका कठिनाइहरू, हिमालको सौन्दर्य छँदैछ, हिमाली जनजीवन, हिम संस्कृति, यी सारा कुरा हेरिसक्नुभयो। पर्यावरणीय सौन्दर्यदेखि लिएर सारा कुरा हेरिसकेपछि त्यहाँको जनजीवनमाथि पनि अध्ययन गरेर त्यसका विषयमा छुट्टै आख्यान अथवा कुनै कविता कृति काव्य लेख्ने त्यस्तो मन चाहिँ भएन? म आख्यान भन्दा पनि म चाहिँ कस्तो हो भने, सत्यमोहन जोशीले एकचोटि मलाई भन्नुभएको थियो, मलाई कस्तो उहाँले बोलेको त्यो कुरा गुरु मन्त्र जस्तो लाग्छ। उहाँले के भन्नुभएको थियो भने, नानी, आख्यान भनेको धेरैले लेख्लान्, कविता लेखिएला, अरू सबै विधा लेखिएला। नियात्रा यस्तो चिज हो, त्यो महासाहित्यको यात्रा हो। जुन चिज चाहिँ सत्य शाश्वत पनि हो, शाश्वत सत्यभित्र चाहिँ एउटा चाहिँ के भन्नु, लालित्य पनि भरिएको चिज, अनुभूतिगत त्यो चिज पनि हुन्छ। जुन सत्य साहित्यको कुरा गर्ने हो भने नियात्रा नै हो। यस कारणले मलाई के लाग्यो भने अहिले चाहिँ मैले त्यो अरू विधातिर मेरो ध्यान गएको छैन। म कविता लेख्छु, तर मैले लेख्ने अब यो गद्यकै चिज माध्यमबाट लेख्ने भनेको चाहिँ मैले सोचेको म नियात्रा नै लेख्ने हो भन्ने मलाई लागेको छ। तर त्यहाँभित्र त एउटा महाकाव्य पनि जन्मिन सक्छ नि। नियात्रा यस्तो चिज हो, हजुरलाई अब हजुर आफै अध्येता हुनुहुन्छ, मैले बढी के भनिरहँ र। नियात्रा यस्तो चिज हो, त्यहाँ कविता पनि हुन्छ, कथा पनि हुन्छ, आख्यानहरू पनि त्यहाँभित्र चाहिँ सही समावेश हुन सक्छन्, सबै कुरा हुन सक्छन्। त्यहाँ मान्छेका जनजीवनमा त्यहाँ भेटिएका अनौठा कथाहरू छन् भने ती कथा पनि यहीँभित्र राख्न सकिन्छ क्या। यस कारणले नियात्रा भनेको मलाई यो नियात्रा गैर आख्यान मात्रै हो जस्तो पनि लाग्दैन। यो आख्यानदेखि यो चाहिँ साहित्यका सबै विधालाई समाहित गर्न सक्ने कुनै विधा छ भने नियात्रा हो जस्तो लाग्छ। यसमा काव्य छ, आख्यान छ, एकदमै निबन्धन गरिएको छ, निबन्ध छँदैछ, एकदमै नाटकीय रूपमा पनि कति दृश्यहरू यहाँ चाहिँ दृश्याङ्कन गरिएका छन्। दृश्याङ्कन नाटकीय भन्दा पनि सत्य दृश्य, सत्य घटनाहरू लेख्दाखेरि मान्छेलाई संवेद्य बनाएर चाहिँ ओहो यस्तो पनि हो भन्ने खालका कथाहरू पनि। जस्तै हजुरलाई म एकजना पात्र हुनुहुन्छ निमा डोमा चाहिँ उहाँको पति सन् 2014मा हो क्यारे, उहाँको पति सन् 2014मा सगरमाथा आरोहणको क्रममा उहाँ चाहिँ सपोर्टर शेर्पा हुनुहुन्थ्यो। आरोहणको क्रममा टिमसँग जानुभएको, हिम पहिरोमा पुरिएर बित्नुभयो।
यहाँ पत्नी हुनुहुन्छ काठमाडौँमा एउटा सानो कोठामा, एउटा शेर्पाहरूको जीवन त्यही त हो, सानो कोठामा 2टा कलिला बालबच्चा सहित बसेकी एउटी पत्नी, 3 वर्ष पुग नपुग 3 वर्षकी छोरी सहितकी एउटी छोरी र 5 वर्षको छोरो लिएर बसेकी एउटी चाहिँ के भन्नु, अब कमाएर ल्याउने श्रीमान, छोराछोरी स्याहारेर बसेकी पत्नी। श्रीमान चाहिँ हिम पहिरोमा बित्नुभयो। अब पत्नीको अवस्था के भयो होला भन्नु, त्यो विक्षिप्तताको हद। उहाँ चाहिँ 3 वर्षसम्म 2-2.5 वर्षसम्म उहाँ चाहिँ विक्षिप्त हुनुभयो, रुएर केही बेसहारा भएर बस्नुभयो। त्यो महिला पछि उठेर एउटा एकल महिला हेर्नु, पछि आर्थिक सहयोग मागेर जुटाएर ती बच्चाहरूको पनि व्यवस्थापन गरेर अन्तिममा सगरमाथा आरोही बन्नुभयो। कल्पना गर्नुहोस्, उहाँ आफै सगरमाथा आरोही, उहाँ आफै सगरमाथा आरोही एकल महिला निमा डोमा बन्नुभयो। कल्पना गर्नुहोस् त, यो कुनै वीरङ्गनाको हामीले दन्त्य कथामा पढ्ने कथा जस्तो कथा होइन र, तर रियल। निमा डोमा यहीँ हुनुहुन्छ, अहिले हाम्रै अगाडि माझमा हुनुहुन्छ। उहाँ सगरमाथा आरोही एकल महिलाको नाममा रूपमा चाहिँ आफ्नो कीर्तिमानी कायम गर्नुभएको महिला हो। मैले त्यस्ता पात्रहरू भेटेको छु, ती पात्रहरूलाई पनि मैले यहाँ चित्रण गरेको छु, जो चाहिँ ओहो हो र अकल्पनीय कथा, यो त के अरे, यो त कथा मात्रै होइन र जस्तो लाग्छ। अब यहाँले झन्डै मृत्युकै मुखमा पुगे, मृत्युलाई नजिकबाट अनुभूत गर्ने त्यस्तो अवसर पनि मलाई प्राप्त भयो, जुन दुर्लभ कुरा हो। यसरी मैले जीवन र मृत्युको दोसाँधमा गुज्रिएर पनि त्यो यात्रालाई चरितार्थ गरेर यस्तो कृति दिन सकेँ भनेर पनि भन्नुभएको छ। कस्तो परिस्थिति थियो त्यो चाहिँ? कस्तो भने हजुरलाई अघि पनि मैले भने, कस्तो छ भने त्यो हिम नदीको ग्लेसियरहरू चाहिँ खास गरिकन यो खुम्बु क्षेत्रको हिम नदी, त्योभन्दा पनि डरलाग्दो चाहिँ ngजुम्बा हिम नदी यता गोक्यो क्षेत्रको रहेछ। हिँड्दा हिँड्दै कस्तो हुन्छ भने त्यो विशाल हिम नदी भनेको चाहिँ आफैले धरतीमाथि ग्रेनहरू छन्, धरती मुनि चाहिँ हजारौँ वर्षदेखि जमेर बसेको निलो हिउँहरू छ, जो निलो तुथो को चाहिँ भिजाएर बनाएको डल्लो हुन्छ नि, त्यस्तो खालको हरियो हरियो पनि देखिन्छ ठुल्ठुला धाँजा फाटेको ठाउँमा। अनि त्यस्तो ग्लेसियरको बिचबाट चाहिँ यात्रीहरूले हिँड्नु पर्दो रहेछ। म एकजना मानबहादुर नाम गरेका भरियासँग हिँड्दैछु। मानबहादुर भुक्तभोगी छन्, उनलाई थाहा छ कहाँ कतिखेर के हुन्छ। चर्किएर चर्किँदै गएर तल चाहिँ छेउछाउमा पोखरी छ, बिचमा बाटो चर्किएको चाहिँ ढिस्काहरू, त्यस्ताका बिचबाट हिँड्नुपर्ने। बेला बेलामा आवाज आउँछ, चर गर्छ, बेला बेलामा फुटेको, दिदी दगुर्नु है यहाँ भन्छ, ऊ आफू दगुर्छ। तर त्यहाँ अब के भन्नु छ, त्यो 5000 मिटर छेउछाउको त्यो उचाइमा दगुर्ने भन्ने त के कुरा होला र, होइन? तर उनीहरू चाहिँ अब सधैँ बानी परेकाले दगुर्छन्। हामी त अक्सिजनको कमी भएर यसै पनि गोडा लत्रिएका हुन्छन्, शरीरै लत्रिएको हुन्छ। अनि त्यसरी हिँड्दै विस्फोटहरू पनि मैले आँखैले देखेँ। आफैले काटेर फर्केर आएको बाटो 100 मिटर जति ओरतिर आइसकेपछि त्यो मैले नै टेकेको ठाउँमा भयङ्कर विस्फोट भयो र त्यो ठाउँ न बाटो छ न केही छ। त्यहाँ त डरलाग्दो उथलपुथल र कालो धुवाँ, तलबाट पानी उछिटिएर निचोरिएर निस्केको त मैले देखेँ। भने म 5 मिनट पछि अगाडि कटेर गएको बाटोमा 5 मिनटको समयको फरकमा म त्यहीँ थिएँ भने त म त केही पनि नरहने रहेछु नि। यो चिजहरू चाहिँ यो चाहिँ अब के भन्नु, मृत्युबोध भनौँ कि जीवनबोध भनौँ, जम्मै थोक मैले त्यहाँ महसुस गर्न पाएँ। यस्ता घटनाहरू मैले धेरै पटक मैले त्यहाँ अनुभूत गरेँ। भौतिक स्थितिमा आइरहने त्यस खालका परिवर्तनहरू, उथलपुथल, एकातिर त्यसका कारणले पनि यात्रुहरूलाई अप्ठ्यारो परिस्थिति जति बेला पनि सिर्जना हुन सक्छ, असुरक्षित बन्न सक्छन् यात्रीहरू चाहिँ। अनि अर्कातिर चाहिँ फेरि आफ्नै शरीरमा हुने परिवर्तनहरू, शारीरिक रूपमा पनि मान्छेले त्यहाँ पुगिसकेपछि त्यो वातावरणलाई सहन्छ या सहँदैन भन्ने पनि हुँदो रहेछ नि। यहाँलाई पनि त्यस्तो भयो? एकदमै। कस्तो हुन्छ भने हाम्रो शरीरमा चाहिँ हाम्रो फोक्सो चाहिँ यति ज्याद्रो अङ्ग हो, उसले के भन्छ भने हामी काठमाडौँमा जति अक्सिजन, हावामा जति मात्रामा अक्सिजन छ नि, सगरमाथाको आधार शिविरमा त्यसको चाहिँ 1/3 छ के। सगरमाथाको टुप्पोमा त कल्पनै गर्नु पर्दैन। त्यस कारणले क्याम्प 4देखि नै अक्सिजन लगाएर मात्रै सगरमाथा चढ्ने हो। एउटा बाबु छिरी शेर्पा चाहिँ एउटा चाहिँ अद्भुत प्राणी हो, उहाँले चाहिँ बिना अक्सिजन पनि चढ्नुभयो। त्यो पनि अनेकौँ पटकको अभ्यासपछि उहाँ आफू त्यति गर्न सक्नुभयो होला, होइन? त्यस कारणले त्यो सगरमाथा आधार शिविरमा पनि यहाँभन्दा 1/3 मात्रै हावा छ। तर हाम्रो फोक्सो यति ज्याद्रो चिज हो, ज्याद्रो अङ्ग हो कि उसले के भन्छ भने यीको जति मलाई हावा चाहियो भन्छ क्या, भन्छ। अनि फोक्सोले चाहिँ आन्दोलन गर्छ। हेर्नुहोस्, उसले आन्दोलन गर्छ, मलाई त्यति नै मलाई हावा देऊ भन्छ। ऊ
ऊ जबरजस्ती हावा माग्छ, रोड्याइ गर्छ भनौँ न। अनि गरिसकेपछि के हुन्छ भने फोक्सोलाई त हावा त अब त्यहाँ अक्सिजन हावा बेस्कन चल्छ, हुरी भएर आँधी जस्तो हावा चल्छ, तर अक्सिजन छैन, खोक्रो होइन। त्यो भइसकेपछि फोक्सोले चाहिँ अब शरीरमा चाहिँ उसले चाहिँ असर छोड्न थाल्छ। के हुन्छ भन्नुहुन्छ भने शरीर चाहिँ गल्छ, अस्वाभाविक रूपमा गल्छ। अक्सिजनको मात्रा शरीरमा कमी हुन्छ, रगतमा अक्सिजनको मात्रा कमी हुने बित्तिकै त के हुन्छ भने मान्छे नै के भन्नुहुन्छ त्यो शरीरै अर्कै ढङ्गले चाहिँ भारी हुने, खुट्टा उचाल्नै नसक्ने, उस्तै परेर अझ लेक लाग्यो भने त मस्तिष्क पनि लाटो हुँदै जाने, त्यस्तो खालको अवस्था हुन्छ क्या। अब हाम्रा पौराणिक कतिपय आख्यानहरूमा पनि पाइन्छ नि, पहिले युधिष्ठिरको चाहिँ फोक्सो अलि बलियो भएकोले हिमाल पारी स्वर्ग थियो, त्यो ठाउँमा पुगे सजिलैसँग आफै, तर अरू भाइहरू चाहिँ ढले भन्ने पनि छ। त्यो भनेको चाहिँ त्यही लेक लागेरै ढल्या हो। यदि सत्य त्यो कल्पना हो भने म भन्न सक्दिनँ, कल्पनै हो भने पनि त्यो अनुभूत गरेरै कल्पना गरिएको होला होइन। यदि सत्य हो भने सत्य कुरा हो। कसलाई कहाँ लेक लाग्छको टुङ्गो छैन। मैले चाहिँ तलै 50-50 मिटरको उचाइमा पनि एउटा भर्खरको नौजवान 30-32 वर्षको केटो चाहिँ सास फेर्न नसकेर सेभ मी, हेल्प मी, सेभ मी, हेल्प मी भनेर छ, तर उसको आवाज छैन, ओठ मात्रै चलेको पनि मैले देखेँ होइन। अब म सगरमाथाको आधार शिविरमा साँझ सन्चै छु, राति बास बसेको ठाउँमा झन्डै सुइकेर फर्केको पनि म आफै यहीँ छँदैछु। बिहान उठ्दा मेरा सबै गोडा लुला भइसकेका थिए, मस्तिष्क लाटो लाटो भइसकेको थियो। त्यो अवस्थामा म पनि मरेर बाँचेर फर्केको हो। सुशीलीको लय रचनाका क्रममा हामी गत श्रृङ्खलाको निरन्तरतामा छौँ। आज पनि हामीसँग नियात्राकार भवानी खतिवडा हुनुहुन्छ। सन्दर्भमा उहाँको नवीन नियात्रा कृति प्रणाम सगरमाथा छ। यही कृतिलाई आधार बनाएर हामी साहित्यमा हिमालको सन्दर्भ उठान गर्दैछौँ। कसलाई कहाँ लेक लाग्छको टुङ्गो छैन। मैले चाहिँ तलै 50-50 मिटरको उचाइमा पनि एउटा भर्खरको नौजवान 30-32 वर्षको केटो चाहिँ सास फेर्न नसकेर सेभ मी, हेल्प मी, सेभ मी, हेल्प मी भनेर छ, तर उसको आवाज छैन, ओठ मात्रै चलेको पनि मैले देखेँ होइन। अब म सगरमाथाको आधार शिविरमा साँझ सन्चै छु, राति बास बसेको ठाउँमा झन्डै सुइकेर फर्केको पनि म आफै यहीँ छँदैछु। बिहान उठ्दा मेरा सबै गोडा लुला भइसकेका थिए, मस्तिष्क लाटो लाटो भइसकेको थियो। त्यो अवस्थामा म पनि मरेर बाँचेर फर्केको हो। त्यस्ता अप्ठ्याराहरू धेरै छन्। हजुर, ती अप्ठ्याराहरू सबै कुरालाई अनुभूत गरेर भवानी खतिवडाले यति सुन्दर कृति बनाउनु भयो, प्रणाम सगरमाथा। अब यहाँ त सर्जक मात्रै हुनुहुन्न, समीक्षक हुनुहुन्छ। हरेक आजका साहित्यलाई नजिकबाट निहाल्ने समीक्षाको यहाँको त्यो सौन्दर्य पनि आएकै छ। यसरी हेर्दाखेरि चाहिँ आजका नियात्राहरूलाई, समकालीन नियात्रालाई चाहिँ यहाँले कसरी हेर्नु भएको छ? अहिलेको नियात्रा दुई प्रकारले लेखिँदैछ। एउटा साँच्चीकै साधकहरूले नियात्रा केही दिएर जाउँ समाजलाई, केही दिएर जाउँ नेपाली साहित्यलाई भनेर एउटा गहन साधना गरेर आफूलाई नै एउटा चाहिँ के भन्नुहुन्छ, अब त्यो साधनाको चाहिँ त्यो गहिरो डुबानमा परेर एउटा चाहिँ भक्तिपूर्वक साधनापूर्वक नियात्रा लेख्नेहरू पनि हुनुहुन्छ जो पूज्य हुनुहुन्छ। अर्को एउटा वर्ग कस्तो छ भने पैसा छ, टन्न सम्पत्ति छ, अझ जीवनमा सम्पत्ति कमाएको छ, उत्तरार्धतिर पुगेको छ, पैसो छ, अब उसलाई के चाहिएको छ भने अहिले उसलाई लेखक बन्नु परेको छ, एक थान कृति चाहियो, एक थान कृति चाहिएर मैले पनि किताब लेखेँ नि, मैले साधना गरेँ होइन, मैले पनि किताब लेखेँ नि भन्ने अर्को वर्ग छ। अनि त्यो वर्ग चाहिँ कस्तो छ भने सम्पत्ति छ, छोराछोरी विदेशतिर पनि छन्, भिसा लाग्छ, ती कसैलाई तेल भिसा लाग्ला, कसैलाई अरू नै भिसा लाग्ला होइन, जान्छ, गइसकेपछि देख्छ, त्यहाँ देखेर अनि फर्किन्छ र के भन्छ भने उसलाई त के भने दुनियाँमै आफूले यति मैले मात्रै यो सबै गरेँ भन्ने छ। उसले फेरि त्यस लेखे बापत उसले एउटा किताब पढेको पनि छैन, फेरि ऊ आफैले जे जानेको छ त्यो जम्मै लेख्छ, फोटोसोटो पनि हाल्छ, छोराछोरीको पास्नेदेखि केसम्मको कहाँसम्म पुगेको हाल्छ र उसले किताब लेख्छ। मैले पनि किताब लेखेँ नि, नियात्रा भन्छ, त्यसको विधाको नाम लेखिदिन्छ नियात्रा। यसरी नियात्रामाथि चाहिँ आक्रमण भइरहेको पनि अवस्था छ। यो त्यसबाट जोगाउन चाहिँ अझै हामीले प्रयत्न गर्नुपर्ने देखियो। हजुर हजुर, त्यही भएर समालोचकहरूले हिजो आज भनिराखेका पनि छन् नि त, हाम्रो नियात्रा चाहिँ अलिकति विवरणमा अल्झिरहेछ। हिजोका दिनमा जसरी ताना शर्माले नियात्रालाई जुन रूपमा उचाइमा पुर्याउनु भएको थियो, त्यस पछाडि आउने अन्य नियात्राकारहरूले जसरी माथि पुर्याउनु भएको थियो,
आज चाहिँ विवरणमा अल्झिरहेछ, त्यसकारण हाम्रो नियात्राको वास्तविक धरातल चाहिँ एकदमै कमजोर बनिरहेछ भन्ने आरोप चाहिँ समालोचकहरूले लगाएको त्यत्तिकै होइन होला? होइन, समालोचकहरूको त्यो चाहिँ उहाँहरूको मूल्याङ्कन पनि ठिक हो, तर यति निराश हुनुपर्ने अवस्था पनि छैन। अहिले वर्तमानमा पनि यति चाहिँ उम्दा साधकहरू हुनुहुन्छ कि सक्रिय ढङ्गले नियात्रा लिएर आइरहनु भएको छ। त्यसरी त्यति धेरै निराशै भइरहनु पर्ने जस्तो पनि लाग्दैन। र समयक्रममा पाठकहरूले दुध के हो पानी के हो मजाले छुट्याउन सक्नुहुन्छ। नियात्राको धर्मभित्र नियात्रा छ कि छैन र नाम मात्रै नियात्रा दिएको हो कि होइन भन्ने कुरो चाहिँ पाठकको, हामी बाँच्ने भनेको, कलमहरू बाँच्ने भनेको, लेखकहरू बाँच्ने भनेको चाहिँ पाठकहरूले हामी माथि गरेको मूल्याङ्कनका आधारमा हरेक लेखकहरू बाँच्ने हो जस्तो लाग्छ मलाई। त्यसकारणले नियात्रा विवरण मात्रै लेखेका नियात्राहरू समयक्रममा तिनको नाम पनि सम्झन कसैले पनि सम्झिँदैन होला जस्तो लाग्छ। कविको कलम साँच्चै शक्तिशाली हुन्छ। हजुर, त्यस अर्थमा पनि यहाँको त्यो कवितात्मक बहाव छ नि त। प्रणाम सगरमाथाभित्र पनि अघि यहाँले पनि भन्नुभयो, यो नियात्रा मात्रै होइन, वास्तवमा काव्यिक अभिव्यक्ति पनि यसमा चाहिँ त्यसरी बगिरहेको छ। त्यो प्रवाह चाहिँ हामी भेट्टाउँछौँ। तर यो बसाइमा अब कविसँग बसिएको छ, नियात्रा त यहाँको सुन्दर कृति आएकै छ, हामीले राखेका छौँ अगाडिपट्टि, र त्यसकै सन्दर्भमा त्यसैलाई पृष्ठभूमि राखेर यो कुराकानी पनि गऱ्यौँ हामीले। एउटा कविता पनि आज सुन्नुपर्छ कि हामी तरार्धमा पुगिसकेका छौँ यस अर्थमा। आज म प्रकृतिको होइन विसङ्गतिको विरुद्ध लेखिएको कविता सुनाउँछु है त। मन्दाक्रान्ता छन्दमा विरचित छ यो कविता। कविताको शीर्षक छ सत्ता स्वार्थ। हाम्रो झन्डा व्यथित किन भो, सोच्न चाहन्न सत्ता, हाम्रो माटो अतिक्रमित भो, भन्न सक्दैन सत्ता, बैरी आई ढसमस गरुन्, बोल्न सक्दैन सत्ता, बन्थ्यो कहिले मुलुक जहिल्यै स्वार्थमा लिप्त सत्ता, दुख्ता लाखौं गरिब निमुखा, दुख्न जान्दैन कहिल्यै, स्वेच्छाचारी छाती जनमा, झुक्न जान्दैन कहिल्यै, घाती हो वा पद अधमको, शक्ति उन्माद घाती, आमा दुख्ता खलकुमतीको, दुख्न जान्दैन छाती, भोका तिर्खा जन भजनले तृप्त हुन्न गाओस्, मेची काली रगत धमनी भागवण्डा नलाओस्, नेपाली हुन् मनमुटु भनी स्वाङ पार्दै नजाओस्, पापी चाला सब बुझिसक्यौं, छल्न व्यर्थै नआओस्, पुर्खाको त्यो रगत पसिना बिर्सी गर्व गर्छ, आफ्नै माटो चरचर हुँदा तर्की गर्व गर्छ, आँखा तर्दा पर मुलुकले थर्की गर्व गर्छ, मौका ताकी सुजन सबको दुष्टले प्राण हर्छ, आमा हुन्छन् जब असकत्यो आँटिलो साथ छैन, मौका मिल्दा मुलुक हितको योजना ल्याउँदैन, माटो छोई हृदय जसको गर्वले फक्रिँदैन, यस्ता ढोगी छल कपटको मूर्ति पुज्नै हुँदैन, यस्ता ढोगी छल कपटको मूर्ति पुज्नै हुँदैन। अत्यन्त सुन्दर कविता कवि भवानी खतिवडाको कविता। उहाँको प्रणाम सगरमाथाभित्र पनि यो कविताको बहाव हामी भेट्टाउँछौँ। अत्यन्त सुन्दर कृति यसरी उहाँले ल्याउनु भएको छ। हामी हाम्रो बसाइको करिब करिब अन्ततिर छौँ। यहाँलाई थप्नुपर्ने केही कुरा छ त? मैले भन्नुपर्ने कुरा एउटै मात्रै बाँकी छ। मेरो पुस्ता, मेरो छोराछोरीको पुस्ताहरूलाई मेरो एउटा अनुरोध छ। एउटा 21 वर्षको उमेरमा मुकुन्द शरण उपाध्यायले माछापुच्छ्रेको त्यो उचाइलाई हेरेर पोखरामा जन्मिएका मुकुन्द शरण उपाध्यायले के भनेका छन् भने,
धन्य तिम्रो कृपा यत्रो सकेछौ पर्वतै दिन हे विधाता म चाहन्न यहाँ भन्दा धनी हुन। प्राकृत पोखरा उहाँको मदन पुरस्कार प्राप्त पुस्तक हो। त्यो पुस्तक उहाँले 21 वर्षको उमेरमा लेख्नुभयो। कस्तो बोधले लेख्नुभयो होला मुकुन्द शरण उपाध्यायले 21 वर्षको उमेरमा एउटा माछा पुछ्रे देख्दाखेरि हे विधाता मलाई यति चिज दियो कि म यहाँभन्दा धनी हुनुपर्ने, कहाँ के छ र बाँकी, होइन? मुकुन्द शरणले एउटा माछा पुछ्रेलाई हेरेर भन्नुभयो, मैले अघि पनि भने हामीसँग 1792वटा हिमालले सम्पन्न देशका सन्तान हौँ हामी। देशमा केही पनि चाहिँ छैन सम्भावना भनेर पासपोर्टतिर बनाउनेतिर एयरपोर्टका लाइनमा लाग्नेतिर भन्दा पनि देश चिन्ने प्रयास गरौँ, मुलुकलाई चिनौँ। यही मुलुकमा धेरै थोक गर्न सकिन्छ, बसौँ। र यसरी थाहा पाउनको लागि चाहिँ हामीले देश पढ्नुपर्छ, देश बुझ्नुपर्छ, देश के हो भनेर लेख्ने प्रतीक ढकालहरूलाई पढ्नुपर्छ, विष्णुप्रसाद शर्मा पराजुलीहरूलाई पढ्नुपर्छ। मैले त अहिले पनि अनुरोध गरेँ मोहन मैनालीहरूलाई पढ्नुपर्छ, भवानी खतिवडालाई पनि पढ्नुभयो भने तपाईँहरूलाई राम्रै हुन्छ होला जस्तो मैले अनुरोध गरेको छु। र देशमा बसौँ, देशमा केही गरौँ। देश छोडेर हिँड्नुको परिणति के हुँदो रहेछ भन्दा समय क्रममा हामी नेपालीहरूलाई मागेर लगेको भुटानले के हालत बनायो पछि नेपालीले। अहिले हामी अन्त सम्भावना छ भनेर कुद्दैछौँ नि, हिँड्दैछौँ नि। अहिले डिपोर्ट यो डिपोर्ट त यो केही पनि होइन। यति भयावह स्थिति आउँछ कि भोलि न घरको न घाटको न फर्केर आउने ठाउँ, त्यो अवस्थामा पनि पुग्न सक्ने सम्भावनाहरू म चाहिँ खतराहरू पनि देख्दैछु। यस कारणले केही गर्नु छ भने गर्वका साथ आफ्नै मुलुकमा गर्नुपर्छ र यहीँ बस्नुपर्छ भन्ने मैले अनुरोध गरेँ। विचारले, शैलीले, संरचनाले, हरेक दृष्टिकोणले अत्यन्तै सुन्दर कृति प्रणाम सगरमाथा। यहाँको यो कृतिको पूर्ण सफलताको कामना। यहाँलाई धेरै धेरै धन्यवाद, हामीलाई यसरी समय दिनुभयो र यी बिहानीहरूलाई हामीले अत्यन्त सुन्दर बनाउन सक्यौँ। धेरै धेरै धन्यवाद। यहाँले पनि मलाई यो रेडियो कान्तिपुर मार्फत आम मेरा चाहिँ प्रिय पाठकहरूसम्म पुग्ने जुन अवसर दिनुभयो त्यसको लागि म हार्दिक आभार व्यक्त गर्दछु। म हिमाल हेर्दा हेर्दै पागल भएको छु। थाप्लामा हिउँ बोकेका पहाड र हिउँमाथि फुल फुलेको देखेर छक्क परेको छु। 0 डिग्रीभन्दा तलको ठीमा पनि सहज जीवन बाँचेका साना पक्षी देखेर चकित भएको छु। मौसम खुले पनि खुसी छु, बादल लागे पनि खुसी छु, हिमाल देखे पनि खुसी छु र हिमाल लुके पनि खुसी छु। जे जति दृश्य देखेँ त्यो नै मेरा लागि थेगी नसक्नु छ। म प्रकृति प्रेमी र घुमन्ते मान्छे, फुर्सद मिल्यो कि घुम्न निस्किने मान्छे र धेरै ठाउँ घुमिसकेको मान्छे। यसपटक मैले जुन आनन्द प्राप्त गरेँ यसअघि कहिल्यै महसुस गरेको थिइनँ। नियात्राको यही सुन्दर प्रसङ्गमा आइपुगेपछि हामीले हाम्रो नियात्रा वार्तालाई पूर्णता दिएका छौँ। गत श्रृङ्खलादेखि नै हामीसँग नियात्राकार भवानी खतिवडा रहनुभयो। सन्दर्भमा उहाँको नवीन नियात्रा कृति प्रणाम सगरमाथालाई हामीले राखेका थियौँ र हामी साहित्यमा हिमाल हेर्दै थियौँ। साहित्यमा प्रस्तुत हिमाल यसरी विश्लेषण गर्दै थियौँ। धेरै धेरै धन्यवाद छ नियात्राकार भवानी खतिवडालाई। उहाँको नवीन नियात्रा कृति प्रणाम सगरमाथाको पनि पूर्ण सफलताको कामना गर्दछु। मलाई यात्राभरि साथ दिनुहुने प्रविधि संयोजक नवराज भण्डारीलाई पनि धेरै धेरै धन्यवाद छ। हुन्छ, आगामी साथ सन्दर्भमा नवीन शैली उद्घाटन गर्ने वाचा गर्दै अब भने तपाईँको यात्राभरिको साथी म हेम भण्डारी पनि किनारा लाग्छु है त।